बालेन मोबाइल भित्र बालेन विद्यार्थीले बालेन भन्छ बाबुआमाले पनि बालेनै भन्छ म के गरौँ मरिहालौँ यसपालि परिवर्तन चाहेको छ नेपाली जनताले र बालेन बाहेक दुनियाँको कुनै पनि शक्ति जित्दैन त्यो मेरो घोषणा हो मलाई बालेन शाहले भनेको एउटै कुरा पनि के याद छ भने म कहीँ कतै भागेर लडेर आएर सानो संख्यामा चाहिँ म प्रधानमन्त्री बन्न सकौँला तर बहुमतको प्रधानमन्त्री बन्न सकिएन भने त्यो देशमा त्यो गलत नियत बोकेका मान्छेलाई रोक्न सकिएन भने प्रधानमन्त्री मात्र नाम लेखाएर के हुँदैन बरु म हार्छु तर देशले जित्नुपर्छ भन्ने उहाँले जे अठोट लिनु भएको छ त्यो कुरामा चाहिँ फेरि नयाँ भिडियो लिएर आएको छु र यो भिडियो बालेन शाहको झापामा आएको भिडियो हो र हेर्नुस् झापामा बालेन मात्र होइन उहाँको विरोधमा केपी ओली नै हो र केपी ओली त्यहाँको गठ हो गठ किनभने आजभन्दा 7 पल्ट जितेको केपी ओली त्यहाँबाट हो र बालेन त्यहाँ नयाँ हो त्यसलाई युथको सपोर्ट हो तर त्यहाँ केपी ओलीलाई पुरै धेरै सपोर्ट हो र केपी ओलीसँग जित्न काठमाडौँ भन्दा धेरै गाह्रो हुन्छ उहाँलाई किनभने उहाँले आफ्नो ठाउँलाई छाडेर त्यहाँ गएको हो काठमाडौँमा जिते जस्तै त्यहाँ सजिलो हुँदैन जित्नको लागि र उहाँलाई अझै कुरा ध्यान दिनुपर्ने हो कि यो मात्र एउटा चुनावी र्याली हुँदैन उहाँको लागि उहाँलाई डिसाइड गर्छ कि के गरौँ नगरौँ बालेन मोबाइल भित्र बालेन विद्यार्थीले बालेन भन्छ बाबुआमाले पनि बालेनै भन्छ म के गरौँ मरिहालौँ यसपालि परिवर्तन चाहेको छ नेपाली जनताले र बालेन बाहेक दुनियाँको कुनै पनि जस्तै उहाँले भन्यो अहिले कि बालेन जित्छ नै साँच्चीमा जित्छ त्यो सही हो ल आज हामी कुरा गरौँ हेरौँ बालेनले धेरै राम्रो काम गरेछ काठमाडौँमा त्यो सबलाई थाहा छ र उहाँको चर्चा पनि देशभरि हुन्छ युथहरू धेरै मन पराउँछ उहाँलाई र गार्जियनहरू पनि मन पराउँछ त्यसै गर्दै उहाँले नयाँ पार्टी जोइन गरेछ र त्यो पार्टीबाट झापामा उठेछ केपी ओलीको विरोधमा त्यति मात्र होइन अब अझै जान्नुपर्ने हो कि बालेन किन त्यही गएछ किन अरू ठाउँबाट लडे पनि जित्थ्यो नि त्यहीबाट लड्नु जरुरी हो र भन्दाखेरि त त्यो त होइन तर आफू बलियो हो भन्ने देखाउनको लागि त लड्नु पर्छ नि कमजोरसँग त जो पनि जित्छ बलियोसँग जित्नलाई नै बहादुर भन्छ त्यसै लागि उहाँ झापा जानुभयो र त्यो केपी ओलीको गठ हो र केपी ओलीको गठ भए पनि अगर त्यसलाई हरायो भविष्यमा हार्यो भने एकदम विशाल नाम आउँछ र दुवैको टक्कर हेर्न एकदम राम्रो हुन्छ 2062 को इलेक्सनमा हेर्नु पर्छ कि के कस्तो कुन पार्टी जित्छ कुन पार्टी मलाई बालेन शाहले भनेको एउटै कुरा पनि के याद छ भने म कहीँ कतै भागेर लडेर आएर सानो संख्यामा चाहिँ म प्रधानमन्त्री बन्न सकौँला तर बहुमतको प्रधानमन्त्री बन्न सकिएन भने त्यो देशमा त्यो गलत नियत बोकेका मान्छेलाई रोक्न सकिएन भने प्रधानमन्त्री मात्र नाम लेखाएर के हुँदैन बरु म हार्छु तर देशले जित्नुपर्छ भन्ने उहाँले जे अठोट लिनु भएको छ अब 2062 को इलेक्सनको बारेमा कुरा गरौँ र त्यो भन्दा पहिला केही हामी पछिको इलेक्सनमा केपी ओलीले के कस्तो गरेछ त्यो ठाउँ कस्तो हो के त्यो ठाउँमा गएर बालेन जित्छ कि जित्दैन त्यो पनि हामी कुरा गरौँ र हेर्नु पर्ने हो भने यो भन्दा पहिलाको इलेक्सनमा बालेन शाहले त थिएन तर केपी ओली एकदम राम्रो भोटले एकदम अरू कांग्रेस भन्दा र घन्टी शाह भन्दा बढी भोटले केपी ओली जिते थियो र त्यसको अहिले त्यहाँको मान्छेहरुकोमा एउटा विचार छ कि हामी मान्छेलाई हैन त्यो ठुला हजुरबाहरू हजुर अंकलहरु उहाँहरु पार्टीलाई दिन्छ भोट पार्टीको छापलाई दिन्छ भोट मान्छेलाई दिदैन त्यो ध्यानमा राखेर बालेनलाई त्यो छापामा धेरै मेहनत गर्नुपर्छ सबैलाई थाहा छ कि यो भन्दा पहिलाको आन्दोलनहरुमा जो जेन्जी आन्दोलन भयो त्यो आन्दोलनमा बालेनको पपुलारिटी धेरै थियो त्यसले युथहरुलाई लिड पनि गरेको थिए के गर्नुपर्छ के गर्नु पर्दैन भनेर र त्यतिकैले हुँदैन युथले मात्र जित हुँदैन किनभने युथको संख्या थोरै हुन्छ 25-30% जति हुन्छ र त्यो भन्दा आउँछ
काम गर्ने मान्छेहरूको जस्तै त्यो 35 वर्षदेखि 40 वर्षसम्मको मान्छेको त्यो बीचको संख्या हो र तिनीहरूलाई गएर सम्झाउनु पर्छ, कमिटी बनाएर सम्झाउनु पर्छ कि कसरी हामी काम गर्छौँ, कसरी गर्दैनौँ। जस्तै पुरानो पार्टीहरूको हरेक ठाउँमा हरेक गाउँमा हुन्छ त्यसको मान्छे र तिनीहरू आफ्नो पार्टीको मान्छेहरूलाई सम्झाउँछ कि अब यो गर्ने त्यो नगर्ने। झापा 5बाट केपी ओली उठेछ र त्यसको विरुद्धमा बालेन शाह पनि आछ। त्यसरी नै भन्दाखेरि त्यो मात्र होइन, सजिलो हुँदैन, त्यो त एकदम गाह्रो हुन्छ। किनभने पुरानो ठाउँमा गएर जसको सधैँ बस्ने ठाउँबाट नयाँ मान्छे गएको छ र त्यहाँबाट लड्नको लागि भने त्यो अलिअलि धेरै गाह्रो हुन सक्छ। गाह्रो नमानिकनै लड्यो भने जित्न पनि सम्भावना धेरै हुन्छ। किनभने एउटा कहावत छ नि, जो जति मेहनत गर्यो त्यो त्यतिकै फल पाउँछ। र अहिलेको जुन समय छ त्यो समयमा मेहनत गर्नु नै ठुलो हुन्छ। र त्यहाँबाट केपी ओली झापाको छैन, त्यो पनि अरू ठाउँबाट आछ र झापामा। र बालेन पनि त्यहाँको मान्छे होइन, बालेन पनि काठमाडौँबाट झापा गएको छ लड्नको लागि। र दुवैको एक ठाउँमा टक्कर हुन एकदम जरुरी छ। किनभने दुवै क्यान्डिडेट हो नेक्स्ट पिएम र नेक्स्ट पिएममा आफूको बलियो हो त्यो जनताले हेराउँछ र कसलाई पिएम चाहन्छ त्यो पनि जनताले हेराउँछ। किन दुवैबाट जो जित्यो त्यो पिएम भन्छ। र हामीलाई विकास चाहियो भने र देशमा नयाँ युग चाहियो भने हामी आफूलाई सम्झेर कसलाई जिताउँ कसलाई नजिताउँ, को जित्दा राम्रो हुन्छ त्यो हामी आफू एनालाइज गर्नुपर्छ। र हामी आफ्नो देशलाई कहाँ लाग्छौँ त्यो हामी आफै बताउन सक्छौँ। किनभने अलि हामी पुरानो पार्टीले जितायो भने के हुन्छ भने हामीले त हेरिसकेको छौँ पुरानो पार्टीले के गर्छ, देशलाई कसरी विकास गरे थिएन, कस्तो दुविधामा लाग्थ्यो देशलाई, त्यो त हामी हेर्न सक्छौँ। र नयाँ पार्टीले के गर्न सक्छ त्यो हामी अब बुझ्छौँ। यो भन्दा पहिला 2064 सालको इलेक्सनमा पनि गाह्रो थियो केपी ओलीलाई, तर थोरै गाह्रो भए पनि उहाँले हारेर पनि थोरै मतले हारे थियो आदिबाट। र त्यसरी अहिले त्योभन्दा पछि कुनै हारेका थिएन। नयाँ भए पनि अहिले केपी ओलीलाई त्यहाँबाट जित्न सम्भावना धेरै भन्छ। मान्छेहरू जो ठुलो एनालाइजरहरू छ मान्छेहरू, उहाँहरूले भन्छ कि त्यसलाई जित्न सजिलो हुन्छ किनभने त्यसले त्यहाँको फिल्ड बनाइसकेछ। एउटा भन्छ नि प्लेयरले आफ्नो एकदम मैदान तयारी पारेर बसे हुन्छ, त्यसरी नै। र त्यो अहिलेको नयाँ होइन, त्यसको लागि त्यो ठाउँ नयाँ होइन, त्यो ठाउँ त्यसको लागि एकदम एक्सपोर्ट ठाउँ हो। र अरू पार्टीको लागि बालेन शाहहरूको लागि र नयाँ अरू कुनै पार्टी जान्छ भने तिनीहरूको लागि त्यो ठाउँ गाह्रो हुन सक्छ। त्यसै लागि सबै कुरालाई ध्यान दिएर हेर्नुपर्छ, के गरौँ के नगरौँ, के गर्दा राम्रो हुन्छ र एकदम ग्राउन्ड लेभलमा गएर त्यसलाई ध्यान दिनुपर्छ। र यो भन्दा 2 इलेक्सन पहिला पनि केपी ओली नै जितेको थियो र एकदम सानो मतले होइन, एकदम ठुलो मतले 55,000 भन्दा बढी मत ल्याएर जितेको थियो। र अहिलेको जुन चुनावी टक्कर दुईजनाको भइरहेछ केपी ओली र बालेन शाहको, त्यो देशलाई पनि हेराउँछ कि के युथलाई साँच्चीमा युथको जरुरी छ र साँच्चीमा देशलाई विकास गर्ने जरुरी छ कि छैन, कि हामी पुरानै पद्धतिले खुस छौँ। र केपी ओली त्यहाँको एकदम बसेको बासिन्दा होइन, त्यो पनि अरू ठाउँबाट आएको बासिन्दा हो र हामीले त्यो पनि ध्यानमा राख्नुपर्छ। र किनभने त्यो पनि उहाँको लागि सजिलो हुँदैन, एकदम गाह्रै नै हुन्छ। किनभने त्यो पनि त्यहीको मान्छे भए पनि ल आफ्नो मान्छे हुन्छ को क्रेज त्यो हार्ने अवस्था छैन। हेर्नुहोस्, निश्चित रूपमा बालेन शाहले जित्नुहुन्छ। गाउँमा त हेर्नुहोस्, केपी ओलीको थाहा छैन, बच्चालाई बालेन शाहको भन्ने थाहा छ। बालेन शाह चाहिँ कसैले हल्लाएर हल्लिने खालको मान्छे होइन, एक्लै लड्ने रवि लामिछाने जस्तै मान्छे हो। म झापा पनि पुगेको, केपी ओलीको कुनै पनि तुक छैन। केपी ओलीलाई काउन्टर दिन सक्ने एकमात्र नेता बालेन, एकदम काउन्टर दिने योद्धाको रूपमा चाहिँ बालेन शाह आउनु भएको छ। हामी एकदम हर्षले विभोर भएका छौँ। झापाले नयाँ प्रधानमन्त्री पाउँदैछ,
हामीले चाहिँ एउटा जिल्ला बनाउने नेता होइन क्या, देश बनाउने नेता खोज्नु पर्यो नि त। त्यस कारणले अब चाहिँ देश बनाउने नेता को भन्दाखेरि त रवि बालेन स्वर्णिमहरू हो नि त। राजसभाको त्यहाँ बहुमत छ, त्यो राजसभाको बहुमत भनेको बालेन शाहको बहुमत हो। बालेनको त जित्ने सम्भावना भन्छ त्यहाँ कि सजिलो हुन्छ, तर त्यो सजिलो हुँदैन। त्यहाँ धेरै डिफ्रेन्ट क्याटेगोरिजको मान्छेहरू हुन्छ, किनभने युथ पनि हुन्छ र त्यहाँ यङ्स्टर पनि हुन्छ र त्यहाँ अझै के हुन्छ भने हजुरबाहरू पनि हुन्छ र तिनीहरू मान्छेको आफ्नो मान्छेलाई हेरेर दिन्छ। अझै के हुन्छ भने त्यहाँ क्यान्डिडेट झापामा अरू पार्टीहरू पनि मिल्न सक्छ। केपी ओलीले जिताउनको लागि पुरानो पार्टीहरू एक ठाउँ आउन सक्छ, किनभने अहिले सब पार्टीको ठुलो भन्नेको दुश्मन युथको पार्टी हो। जति युथ नेताहरू हुन्छ त्यो पुरानो पार्टीहरूको एकदम ठुलो दुश्मन नै भन्दा हुन्छ र तिनीहरू पुरानोहरू मिलेर पनि आफ्नो सरकार बनाउन सक्छ। र थाहै छ कि पुरानो पार्टीहरूले जेनजी आन्दोलनमा के गरेको थियो, केपी ओलीले गरेको काण्ड भन्छ कि मैले गरेको होइन र त्योमा फोरेनरहरू इन्टरनेसनलको छ र यो अरू पार्टीहरूले गराएको होला, मैले गराएको होइन, त्यस्तो अब त्यो भन्दै गर्छ र आफ्नो त्यो तिनीहरू हो। तर हामीलाई फेरि त्यसलाई आउन दिनु पर्दैन। त्यो पुरानो बाहरूलाई हामीलाई चाहिएन। त्यो सब भइसक्यो, जति चाहियो त्यति भइसक्यो। र त्यो केपी ओली युथको लागि एकदम, किन यो आन्दोलनमा पनि जो साना बच्चाहरू मरे थिए, युवाहरू मरे थिए, विद्यार्थीहरू मरे थिए, तिनीहरूको पुरै यो केपी ओलीको नै काम, किनभने सरकार त्यसैका थिए। र अब जुन आउने सरकार हुन्छन्, हामी नयाँ युवाहरू मान्छेलाई चिन्ने, कसलाई दिने नदिने त्यो हेरेर नै डिसाइड गर्नुपर्छ कि हामीलाई चाहियो के। विकास चाहियो भने नयाँतिर जाने हो, अगर विकास चाहिएन भने हामी पुरानैबाट ठिक्क हुन सक्छौँ। त्यो हेर्नुपर्छ। र हामी हेर्छौँ कि अहिले युवाहरू फोरेनरहरूतिर जान्छ, विदेशतिर जान्छ, काम भेट्दैन, देशमा विकास छैन, एजुकेसनहरू छैन, धेरैको समस्या छ। अहिले देशमा धेरै समस्या छ र त्यो समस्या समाधान गर्नको लागि एउटा काम गर्ने मान्छे चाहियो। देशलाई के चाहियो? काम गर्ने मान्छे। किनभने उहाँ काम भएन भने त त्यो देश त त्यस्तै जान्छ नि त, जस्तो गयो त्यस्तै आयो भन्दा एउटा कहावत छ नि कि पुरानो आयो केही गरेन, नयाँलाई ल्याउने विकास भनेर लाथे र त्यो गरेन भने त्यो त नराम्रो कुरा हुन्छ नि। र त्यसै लागि किनभने बालेनलाई हामी हेरेछौँ, काठमाडौँमा त्यो एकदम राम्रो गरेको थियो र विकास पनि गरेको थिए। र अझै के भनेको थियो भने त्यसले हेरेको थियो मान्छेलाई कि म काम गर्छु, मलाई काम दिनुहोस्, म काम गर्छु। र त्यो पुरानो पार्टीहरूमा हामीलाई विश्वास पनि छैन र तिनीहरू जुलमिट गएर पनि जित्न सक्छ, त्यो ध्यान दिनुपर्छ। काम कसले गर्छ कसले गर्दैन त्यो पार्टीलाई हामी जिताउने हो। जो काम गर्छ त्यो जित्छ, जो काम गर्दैन त्यो जित्दैन। र हामीले अझै बचेर हेर्नुपर्छ कि कसलाई जिताओ कसलाई नजिताओ र कुन पार्टी राम्रो हुन्छ र कुन पार्टी राम्रो हुँदैन त्यो पनि ध्यानमा राखेर हामीलाई हो। र आफ्नो गाउँ वरिपरि युथ र हजुरबाहरू सबलाई सम्झाउनु पर्छ कि के गरौँ के नगरौँ, किनभने सबले जान्छ नि के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ। र यति भन्दै म आफ्नो भिडियो आज यही समाप्त गर्न चाहन्छु। धन्यवाद है साथीहरू। र आफ्नो चुनाव आफै हेर्नु, किनभने एकपल्ट यो हुने हो, बार हुने होइन। र हामीलाई आफ्नो कुरालाई ध्यान दिनुपर्छ र देशलाई एकदम नयाँ पिँढीको हातमा हालेर देशलाई विकास गर्नुपर्छ। त्यो हामीलाई जान्ने एकदम जरुरी हो। धन्यवाद। ल हामी फेरि भेटौँला अर्को भिडियोमा।